नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। यो हो YouTube च्यानल नयाँ उडान। यसै च्यानल मार्फत हामीले कार्यक्रम आत्मनिर्भर बन्ने कला प्रस्तुत गर्ने गरेका छौं। यस अन्तर्गत हरेक दिन नयाँ श्रृङ्खलाहरू पस्कदै जाने क्रममा आज दोस्रो एपिसोड प्रस्तुत गर्दैछौं। अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहुनेछ। यस च्यानलमा हामी हरेक दिन एउटा नयाँ सोच, नयाँ अभ्यास र प्रेरणा लिएर आउने गर्छौं। आजको विषयवस्तु हो आत्मनिर्भरताको यात्रा कहाँबाट सुरु हुन्छ। आत्मनिर्भरताको यात्रा हामीले आफैबाट सुरु गर्नु छ। त्यसपछि आफ्नो घर, आफ्नो परिवारलाई आत्मनिर्भर बनाउन सक्छौं। आफ्नो टोल, छिमेक, अफिस, व्यवसाय, समाज सबैलाई आत्मनिर्भरताको बाटोमा हिँडाउन सक्छौं। आत्मनिर्भरता कुनै गन्तव्य होइन, एक यात्रा हो। आत्मनिर्भरताको यात्रा सुरु गर्न तपाईलाई ठूलो धन, ज्ञान वा अवसर चाहिँदैन। थोरैबाट सुरु गर्न सकिन्छ। आफ्नो रुचि र सिपलाई चिन्नुहोस्। दैनिक एक सानो बानी अपनाउनुहोस्, जस्तै खर्चको हिसाब राख्ने एउटा सिप सिक्ने, युट्युब, किताब वा कोर्सबाट आफूलाई अपडेट गर्ने, आफ्नो निर्णय आफै लिने अभ्यास गर्ने। हामी आर्थिक रूपमा खर्च र आम्दानीको हिसाब राखेर आफ्नै सिपमा भर परेर आत्मनिर्भर बन्न सक्छौं। भावनात्मक रूपमा आत्मबल र धैर्यको विकास गरेर आत्मनिर्भर बन्न सक्छौं। शैक्षिक रूपमा सेल्फ लर्निङको क्षमता विकास गरेर आत्मनिर्भर बन्न सक्छौं। स्वास्थ्यको रूपमा योग, ध्यान र खानपानमा सजगता गरेर आत्मनिर्भर बन्न सक्छौं। समयको व्यवस्थापनमा आफ्नो समय आफै ठिकसँग सदुपयोग गरेर आत्मनिर्भर बन्न सक्छौं। तपाईँ कुन क्षेत्रमा आत्मनिर्भर बन्न चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोला। उड्नका लागि तपाईले कसैसँग अनुमति माग्नु पर्दैन, किनकि पखेटा तपाईकै हुन् र आकाश कसैको होइन। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को नयाँ उडानमा। धन्यवाद।